हेलो गाइज वेलकम टु माई न्यू ब्लग अनि तपाईँहरूलाई आज मेरो ब्लगमा स्वागत छ। अनि आज चाहिँ हामी गर्दैछौँ काँचो आँप र नुन खुर्सानी च्यालेन्ज रियाक्सन ननिकालिकन मेरो मम्मीसँग मम्मी गर्ने है। मैले सक्दिनँ होला नि त। सक्नुहुन्छ क्या लाउनु काट्नु यो पखालिस् ल है त छोरीकै छ नि पुरा त गर्नै पर्यो काट्न सक्दैन धेरै काँचो रहेछ आम्मा पुरै सेतो छ गाइज कोया रहेछ यसमा त कलिलो नै के होइन अर्कोमा आउँदैन नि त डर लागिरहेछ तल डर के मलाई चाहिँ सधैँ आमा यस्तो मैले कसरी खाने त नि म त के हुँदैन क्या मुख रसाइराख तर होइन अमिलो देखेपछि मुख नरसाउने मान्छे चाँडै मर्छ रे लोभी हुन्छ रे होइन तर मेरो चाहिँ लास्टै अमिलो देखेपछि मुख रसाउँछ ल गयो यत्रो धेरै आँप खाइसक्नु जित्नेले चाहिँ के पाउँछ जित्नेले कस्तो जित्ने भन्नाले रियाक्सन जित्नेले चकलेट कुन चोको पाए किन्ने के कस्तो बाठा फेभरेट हुन्छ ल तिमीले मलाई दिन भएर मैले रियाक्सन निकालिन भने तिमीले मलाई किनिदिने पैसा हो साँच्ची खुबै यत्रो यत्रो आँप कसरी खाने होला नि मुख रसोई जल्दी करो कल सुबह पर भेल भी निकाल्ने आँप चाहिँ कति धेरै होइन भयो कति धेरै आँप खाइसक्छौ सक्छौ ल अहिले त राख्नु क्या ल सँगसँगै खानु पर्यो होइन सँगै त एकछिन त्यस्तो होइन धेरै नै लिनुपर्छ यसरी लिनु पर्यो नि ल चस चस मेरो पनि लाग्छ मेरो चाहिँ छैन यो धेरै पिरो छ है यसमा 5 वटा खुर्सानी राख्यो चस चस ल 3 2 1 मैले चाहिँ गाइस फाइनली सबैजना मलाई मैले निकालेँ तर मम्मी हान्नुभयो मैले चाहिँ गाइस अहिले भिडियोमा थाहा हुन्छ रियाक्सन गरे नगरे मैले उसको मुख आएर होइन तर मैले चाहिँ सक्दिनँ म जिरिङ यो नि खाने सकिने रियाक्सन निकाल्नु पाएन है यो सबै फिनिस गर्नुपर्छ रियाक्सन ननिकाली अघि निकाल्छ के तारा हान्दा हालु पछाडि ए आउट भयो होइन त सबैजनाले भन्दैन है को आउट भयो म जित्यो मम्मी हान्नुभयो म त सक्दैन खाना नै खानु भयो म खान्न अब हट धेरै नखाऊ खानु हुन्छ